विश्व राजनीतिमा मङ्गोल पुर्खाहरूले लडेका दूरदर्शी लडाइँहरू अझै निकालौँ सर। अब एउटा विश्व राजनीतिमा मङ्गोल पुर्खाहरूले लडेका दूरदर्शी राजनैतिक लडाइँहरू। विश्वको इतिहासमा महामानव सिद्धार्थ बुद्धले 2500 वर्ष अघि, कति अघि? 2500 वर्ष अघि विदेशी हिन्दू आर्यको वर्णाश्रमी व्यवस्थाको विरोधमा, कसको विरोधमा? विदेशी हिन्दू आर्यको वर्णाश्रमी व्यवस्थाको विरोधमा मङ्गोल दर्शन प्रतिपादन गरेर के गरेका थिए? मङ्गोलहरूको उत्पत्ति थलो सुरक्षित पार्ने काम गरेका थिए। मङ्गोलहरूको उत्पत्ति थलो भनेको तपाईहरुले यहाँ स्लाइडमा देख्नु भएको छ। मङ्गोलहरूको उत्पत्ति कहाँ भएको? वर्तमान चीन, भारत र नेपालमा पर्ने शिवलेक माउन्टेन। यो रेड कलर माथि देखिएको छ, तपाईले पोइन्ट गर्न सक्नुहुन्छ। रेड कलर भनेको शिवलेक हो यो, हैन? यो रेड कलरले कभर गरेको ठाउँ चाहिँ शिवलेक हो। यो शिवलेक भनेको वर्तमान चीन, भारत र नेपालमा पर्ने शिवलेकमा चाहिँ मङ्गोलहरूको आजभन्दा कति वर्ष अगाडि? 1 करोड 10 लाख वर्ष अघि मङ्गोलहरूको उत्पत्ति चाहिँ यो शिवलेक माउन्टेनको आसपासमा भएको थियो, हैन? त शिवलेक माउन्टेनको आसपासमा भएको मङ्गोलहरूको यो उत्पत्ति थलोलाई सुरक्षित पार्नको निमित्त आजभन्दा 2500 वर्ष अघि विदेशी आर्यहरूको वर्णाश्रमी व्यवस्थाको विरोधमा महामानव सिद्धार्थ बुद्धले मङ्गोल दर्शन प्रतिपादन गरेर के गर्नुभएको थियो? मङ्गोलहरूको उत्पत्ति थलोलाई सुरक्षित पार्ने काम गर्नुभएको थियो। अब यहाँ अलिकति छलफल गरौँ है, फेरि गरौँ, हैन? त्यता आउँदैछ, चिन्ता नमान्नुहोस् ल, त्यो तयारी हुँदैछ। यो कमसेकम यो स्लाइड, यो सेसन त सक्नु पर्यो नि त, हैन? अब अगाडि बढौँ। महामानव सिद्धार्थ बुद्धको समय हामीलाई कसरी पढाइयो, कसरी सिकाइयो भन्दाखेरि महामानव सिद्धार्थ बुद्ध चाहिँ 29 वर्षको उमेरमा दरबारबाट बाहिर निस्किनु भएको। राजकुमार सिद्धार्थ निस्केको। बाहिर निस्किँदाखेरि एक दिन उसले के देख्यो? एउटा मरेको मान्छे देख्यो, त्यसै गरी एकजना रोगी मान्छे देख्यो, त्यसै गरी एकजना वृद्ध मान्छे देख्यो, त्यसै गरी एकजना बालक भर्खरकै बच्चा देखियो। यो सबै हेरेर चाहिँ सिद्धार्थ के भयो? विरक्ति हो। अरे यो जिन्दगी त के रहेछ यार, मान्छे एउटा चाहिँ सानो छ, एउटा वृद्ध छ, एउटा मरेको छ, एउटा बिरामी छ, यो के रहेछ भनेर विरक्तिएर चाहिँ राजकाज गर्ने सबै कुरा त्यागेर चाहिँ सन्यासी हुन गयो। भनेर पढायो कि पढाएन हामीलाई? पढायो कि पढाएन? हामी त्यही पढेर आयौँ, त्यही लाग्छ हामीलाई, हैन? तर घटना त्यस्तो थिएन। हेर्नुहोस्, हामीलाई त्यही लाग्छ, घटना त्यस्तो थिएन। महामानव सिद्धार्थ बुद्धको बाबु राजा को हुनुहुन्थ्यो? शुद्धाधान हुनुहुन्थ्यो। हिन्दू आर्यहरूको यो एसिया प्रवेश कति सय वर्ष अगाडि भएको? 3500 वर्ष अगाडि। 3500 वर्ष अगाडि सिन्धु घाटीको सभ्यतामा आएर मोहनजोदाडो र हरप्पाको सभ्यतालाई नष्ट गरिसकेपछि उनीहरूले त्यहाँनिर वर्णाश्रमी व्यवस्थालाई जन्म दिने काम गरे। त्यो वर्णाश्रमी व्यवस्थालाई जन्म दिएर उसले के गर्न खोज्दै थियो भन्दा उनीहरू वर्णाश्रमी व्यवस्था मार्फत जन्मिँदाखेरि नै बाहुन क्षेत्री शासक, यो क्षेत्रमा बसोबास गर्ने मङ्गोलहरू मूलवासीहरू चाहिँ जन्मिँदाखेरि नै दास यानि कि शूद्रको रूपमा हामीलाई व्याख्या गरिँदै थियो। त्यो वर्णाश्रमी व्यवस्थालाई उनीहरूले व्यापक रूपमा प्रचार गरेर विश्वभरि फैलाउनको निमित्त चाहिँ उनीहरूले एउटा रणनीति अख्तियार गर्ने काम गरे। त्यो रणनीति अन्तर्गत उनीहरूले चाहिँ के बुझे भन्दा यो जनतालाई गएर भनेर यो कार्यान्वयनमा ल्याउनु भन्दा त्यो देशको, त्यो राज्यको राजालाई भेटेर सम्झाएर राजालाई यो व्यवस्था मान्न लगाउनु छिटो हुन्छ भन्ने कुरा बुझेर वर्णाश्रमी व्यवस्थाका ठेकेदारहरू कपिलवस्तु राज्यमा रहेर राज्य सञ्चालन गरिराखेको सिद्धार्थको बाबु राजा शुद्धाधनले चलाएको राज्यमा आइपुगे। कहाँ आइपुगे? कसको राज्य थियो त्यहाँ? कसको थियो? शुद्धाधनको राज्य थियो। त्यहाँ आइपुगे। आइपुगेर उसले त्यहाँ के भने त भन्दा तपाईँ त राजा हो, राजा र रैती समान हैसियतमा बाँच्न हुँदैन। राजा राजा जस्तो हुनुपर्छ, खानेकुरा पनि फरक,
सुत्ने कुरा पनि फरक, हिँड्ने कुरा पनि फरक, उपभोग गर्ने सबै कुरा फरक हुनुपर्छ। रैतीले पाउने कुरा भन्दा राजाले ज्यादा पाउनुपर्छ, रैतीले कम पाउनुपर्छ। यस कारणले गर्दाखेरि त्यसको निमित्त सजिलो बाटो भनेको चाहिँ बडाश्रमी व्यवस्थाको बाटो हो। तपाईँले अब के भनिदिनु पर्यो भन्दा कपिलवस्तु राज्यको सबै जनताहरूलाई हाम्रो राज्यले पनि बडाश्रमी व्यवस्था मान्न थाल्यो। बडाश्रमी व्यवस्थाको आधारमा म जन्मजात नै म शासक, तिमीहरू जन्मजात नै के हौ यो राज्यको रैती यानि कि शासित जनता हौ भनेर त्यो कुरालाई गराउन सक्नुभयो भने तपाईँ सदा सदा राजा भएर बस्न सजिलो हुन्छ भनेर त्यो सिकाए। बडाश्रमीहरूले सिकाउने बित्तिकै बडाश्रमी व्यवस्थाका ठेकेदारहरूको कुरा चाहिँ सिदाहाको बाबु राजा सुदाधनले सजिलैसँग अङ्गीकार गर्न पुग्नुभयो। त्यहाँनिर अङ्गीकार गर्न पुगिसकेपछि बुद्धले त्यहाँनिर के गर्नुभयो, सिदाहाले विरोध गर्नुभयो। यो होइन, मेरो पुर्खाले युगौँ युगदेखि सुरु गरेर लिएर आएको समानता, स्वतन्त्रता, भातृत्व ठिक छ समाजको लागि। जन्मिने बित्तिकै कोही दास कोही मालिकको व्यवस्था बेठिक हुन्छ। यो यस कारणले वर्णाश्रमी व्यवस्था स्वीकार्न हुँदैन, यो चाहिँ कार्यान्वयन गर्नु हुँदैन भनेर राजकुमार सिदाहाले विरोध जनाउन थाल्नुभयो। कहाँ? कपिलवस्तु राज्यमा विरोध गर्न थाल्नुभयो। राजकुमारले कसको निमित्त त्यो विरोध गर्नुभएको थियो? त्यो राज्यको जनताहरूको निमित्त त्यो व्यवस्थाको विरोध गर्नुभएको थियो। राजकुमार सिदाहाको कुरा दरबारबाट निस्केर राज्यभरि फैलियो भने त्यो राज्यको जनताले राजकुमार सिदाहालाई समर्थन गर्छ भन्ने कुरा बुझेर हतार 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 फेरि के षड्यन्त्र भयो त्यहाँनिर? प्रकाण्ड पण्डितको नाममा वर्णाश्रमी व्यवस्थाको ठेकेदारहरूले सिदाहाको के गर्ने काम गरे? चिना हेर्ने काम गरे। चिना हेरिसकेपछि के भने? सिदाहाको के छैन? राजपाठ गर्ने योग छैन, सिदाहाको चाहिँ सन्यासी हुने योग छ भनेर झ्याली पिटाइदियो। हाम्रो मान्छेहरू हो न हो पर्यो। अब दरबारको विषयमा विरोध पनि गरिराखेको, साँच्चै यो सिदाहाको चिनामा नै राज गर्ने योगै रहेन रहेछ, सन्यासी हुने जोगी हुने योग भएको मान्छेले दरबारमा विरोध गर्ने कुन ठुलो कुरा हो र भनेर जनताको ध्यान कतापट्टि मोडियो? सिदाहाको बोलेको कुराको ठिक विपरीत त्यहाँको जनताको ध्यान मोडिन पुग्यो। जनताको ध्यान भड्काइसकेपछि सिदाहालाई तत्कालीन समयमा राज्यबाट चाहिँ राजद्रोहको आरोप लगाएर, राज्यभित्र वर्णाश्रमी व्यवस्थाको विरोध गरेको कारणले राजद्रोहको आरोप लगाएर सिदाहालाई देश निकालाको काम भयो। कति वर्षमा भयो? सिदाहा 29 वर्षको हुँदाखेरि देश निकाला गर्ने काम गरे। तर हाम्रो मान्छेहरू अझै पनि त्यही पढिरहेछन्। एउटा चाहिँ सुसभ्य राज्यको 29 वर्षको राजकुमारले मरेको मान्छे कहिले देखेको थिएन, देखेर विरक्ति हो भनेर त्यतै कुदिराखेको छ। कल्पना गर्न सकिने कुरा हो त्यो? सकिन्छ? हिजोको पुस्ताले गर्यो होला, अबको पुस्ताले गर्छ? नबोल्नेहरूले चाहिँ गर्छ भन्न खोज्नु भएको हो? गर्दैन। गर्छ? गर्दैन। बच्चा मान्छे कहिले देखेन भनेर बच्चा र वृद्ध मान्छे सिदाहाले 29 वर्षमा देख्यो भनेर कसैले पत्याउँछ? किनकि सिदाहाको आफ्नै छोरा राहुल जन्मिसकेको थियो, सिदाहाको आफ्नै बाबु बुढो भइसकेको थियो, भएको थियो कि भएको थिएन? अनि त्यस्तो मूर्ख कुरा गरेर नि हाम्रो मान्छे त्यतै हिँड्ने? अब हिँड्न मिल्छ? मिल्दैन। हेर्नुहोस्, तर त्यति बेलाको जनताहरूको सेन्टिमेन्ट त्यसरी खिच्ने काम गरे। सिदाहालाई देश निकाला गरियो। 29 वर्षको उमेरमा देश निकालामा पर्नु भएपछि सिदाहा बुद्ध 6 वर्षसम्म गहिरो अध्ययनमा जानुभयो। मेरो बाबुले स्वीकारेको वर्णाश्रमी व्यवस्था ठिक हो कि युगौँ युगदेखि मेरो पुर्खाहरूले प्रचलन लिएर आएको समानता, स्वतन्त्रता र भातृत्वयुक्त मङ्गोल दर्शन ठिक हो भन्ने विषयमा 6 वर्षसम्म सिदाहाले चाहिँ गहिरेर अध्ययन गर्नु पर्यो। 6 वर्षको अध्ययन पश्चात सिदाहा बुद्ध 35 वर्षको उमेरमा पुग्दाखेरि वर्तमान भारतको कहाँ? बोधगयाको बोधि वृक्षको मुनि वैशाख पूर्णिमाको समयमा के गर्नुभयो उहाँले? 6 वर्षको अध्ययन पश्चात चाहिँ उहाँले डिसिजन गर्नुभयो, निर्णय लिनुभयो। त्यसलाई अहिले के भनिन्छ?
बोधिसत्व ग्रहण गरेको अथवा बुद्धत्व दर्शन प्रतिपादन गरेको अथवा बुद्धत्व ज्ञानबाट चाहिँ के हुनुभएको? बुद्धत्व ज्ञानबाट केही न केही त भन्नु पर्यो भनेर पोख्त भन्नुभएको, प्रबुद्ध हुनुभएको। महामानव सिद्धार्थ बुद्ध 35 वर्षको उमेरमा पुगेपछि डिसिजन गर्नुभयो र यो समाजमा वर्णाश्रमी व्यवस्था ठिक छैन, मेरो पुर्खाले युगौँ युगदेखि प्रचलनमा ल्याएको समानता, स्वतन्त्रता र भातृत्व नै ठिक छ भन्ने विषयमा निर्णय लिएर त्यसको प्रचारको निमित्त 36 वर्षदेखि निरन्तर कति वर्ष बाँड्नु उहाँले? 36 वर्षदेखि निरन्तर 44 वर्ष बाँडेर 80 वर्षको उमेरमा महामानव सिद्धार्थ बुद्ध के हुनुभयो? महापरिनिर्वाण हुनुभएको तपाईँ हामी बुझ्न सक्छौँ, हो कि होइन? हो। यसरी चाहिँ महामानव सिद्धार्थ बुद्धले यो वर्णाश्रमी व्यवस्था जन्माएका आर्यहरूको षड्यन्त्र चाहिँ त्यति बेला के थियो भन्दा वर्णाश्रमी व्यवस्था जन्माउने र यो वर्णाश्रमी व्यवस्था मार्फत वर्तमान भारत, नेपाल, चीन, जापान, कोरिया, हङकङ यो सबै चाहिँ हिन्दू, आर्य, ब्राह्मण, क्षेत्रीहरूको पल्टामा पुर्याउने उनीहरूको षड्यन्त्र थियो। यो कुरा बुझेर महामानव सिद्धार्थ बुद्धले वर्णाश्रमी व्यवस्थाको वेगलाई, सिन्धु घाटीमा प्रतिपादन भएको वर्णाश्रमी व्यवस्थाको वेगलाई नेपालदेखि पूर्वतिर फैलिन नदिने गरेर चाहिँ यहाँनिर के गरिनुभयो? उभिदिनु भयो। अब अहिलेको चीन, जापान, कोरियातिर वर्णाश्रमी व्यवस्था छ? त्यहाँ छैन। कहाँ छ वर्णाश्रमी व्यवस्था? नेपाल र भारतमा छ। अब यहाँ पनि सङ्लिँदै छ। सङ्लिँदै छ कि छैन? सङ्लिँदै छ। यसरी चाहिँ महामानव सिद्धार्थ बुद्धले बुद्ध भइसक्नु भएपछि, उहाँले अन्तिम डिसिजन गरिसक्नु भएपछि अहिलेको त्यो विशेषज्ञतालाई 35 वर्षको उमेरमा जुन बुद्धले चाहिँ डिसिजन गर्नुभएको थियो त्यो भनेको चाहिँ खासमा डक्टरेट, पिएचडी चाहिँ त्यो हो है खासमा। विशेषज्ञता चाहिँ त्यो हो खासमा। तर अब अहिले यहाँ सबैजना के हुन थाले? देशमा सबै के हुन थाले? कोही ढ्याङ्ग्रो बजाउने डक्टर, कोही औषधि बेच्नेसम्म त ठिकै हो, जडीबुटी बेच्ने धरी डक्टर हुन थाले देशमा, होइन? लोकदोरी गीत गाउने पनि डक्टर भयो कि भएन? भयो। तर तपाईँहरू चाहिँ नजानु नि फेरि गीत गाउन, जडीबुटी खोज्नु पनि नजानु, ढ्याङ्ग्रो ठोक्नु पनि नजानु, लोकगीत गाउने पनि डक्टर भयो, कराते खेल्ने पनि के भयो, जिउडाल फुलाएर देखाउने पनि के भयो। कहीँ नभएको जात्रा हाम्रो देशमा यहीँ हुन्छ। किन हुन्छ भन्दा राजनैतिक चेतना सुन्ने भएर यस्तो हुन्छ। तर खासमा ओरिजिनल डक्टरेट, पिएचडी चाहिँ त्यति बेला महामानव सिद्धार्थ बुद्धको थियो। बुद्धको अध्ययन यति गहिरो रहेछ, 2500 वर्षपछि अहिले तपाईँ हामीले पढ्दाखेरि यो भर्खरै लेखिएको दर्शन जस्तो लाग्छ कि लाग्दैन? लाग्छ। हो, महामानव सिद्धार्थ बुद्धको त्यस्तो गहिरो दर्शनलाई अहिले छोपछाप पुरपार पारेर अनेक लगाइदिएको छ। हामी त्यसैको पछि कुदै गर्नुपर्ने बनाएको छ कि छैन? छ। खासमा महामानव सिद्धार्थ बुद्ध चाहिँ मङ्गोलहरूको उत्पत्ति थलो एसिया भूमिलाई सुरक्षित पार्नको निमित्त ऐतिहासिक भूमिका खेल्ने एउटा महान व्यक्ति हुनुहुन्थ्यो उहाँ। यो कुरा कहाँ बुझायो त? हाम्रो मान्छेलाई बुझाएनन्। यदि बुद्धले त्यो बेलामा वर्णाश्रमी व्यवस्थाको विरोधमा मङ्गोल दर्शन प्रतिपादन गरेर यहाँबाट आर्यहरूलाई पूर्वतिर छिर्नबाट नरोकेको भए चीन, जापान र कोरिया पनि तपाईँ हामी जस्तै हुन्थ्यो। हेर्नुहोस् अहिले चीन, जापान र कोरिया पनि अहिले तपाईँ हामी जस्तै भने कस्तो भन्दा यो पनि भनिहालौँ है, नेपालबाट चीनमा अलिक दुईवटा ठुलो